नमस्कार, म राघव प्रसाद घिमिरे फेरि तपाईहरु समक्ष आइपुगे। म आज मेरो बुवा जोगी भएर अरुणाचल प्रदेशमा रमण महर्षिको आश्रममा जानुभयो। रमण महर्षिको आश्रममा गएपछि मेरो दिदी निर्मला दिदी, उहाँको नाम अरुणा राख्या हुनुहुन्थ्यो बुवाले उहाँबाट आएपछि, उहाँ गर्भमा हुनुहुन्थ्यो र एउटा तिलकधारी देवानलाई, हाम्रो बुवा जिम्मेदार हुनुहुन्थ्यो, तिलकधारी देवानलाई लिएर बोध प्रसाद उपाध्याय काका नेपाली काङ्ग्रेसको नेता, उहाँलाई लिएर अरुणाचल आश्रम जानुभयो। अरुणाचलमा रमण महर्षिले स्वप्न दिनुभएको थियो आमालाई, तेरो बुढो यहाँ गाईको सेवा गरेर बसेको छ, त आइज लिन भनेर स्वप्न दिनुभयो। दिउँसै सुत्नु भएको छ, झपक्क निदाउनुभयो, देख्नुभयो रमण महर्षि आउनुभयो भनेर। अनि उहाँले तेरो बुढोलाई लिन आइज भनेर स्वप्न दिनुभयो। अनि पटवारीलाई लिएर जानुभयो। गएपछि उहाँ आमालाई एउटा कोठामा राखिदिनु भयो। त्यो पटवारी पनि त्यहीँ बसेको थियो। अनि फलानु ब्रह्मचारीलाई बोलाएर लिएर आइज, रमण महर्षिलाई म ब्रह्मचारी हुँ भनेर ढाँट्नु भएको रहेछ। फलानु ब्रह्मचारीलाई बोलाएर लिएर आइज। अनि आउनुभयो बुवा। अनि यो को हो भनेर सोध्नुभयो। बा निरुत्तर हुनुभयो, केही जवाब दिन सक्नु भएन। त गृहस्थी रहेछस्, जा यहाँ तेरो यो आश्रमभन्दा त्यो आश्रम धेरै ठुलो हो। गृहस्थ आश्रम जस्तो ठुलो आश्रम कुनै पनि छैन यो संसारमा। यावत जीवात्मालाई गृहस्थीले नै पालेको छ। त्यहाँ तेरो जस्तो पुण्य मैले पनि कमाउन सकेको छुइनँ, त जा आफ्नो घर भनेर पठाइदिनु भयो। यसरी रमण महर्षिले मलाई पनि स्वप्न दिनुभयो। तर स्वप्नमा आफ्नो विष्णु रूप 10 अवतार देखाउनुभयो र अन्त्यमा शिवजी ध्यान मग्न भएको रूप देखाउनुभयो। र उत्तरतिर निलो आकाशबाट एउटा आवाज आयो, त कसैलाई गुरु नमानेस्, त कसैलाई गुरु नमानेस् भन्नुभयो। है र उहाँले अनि शिवसाई रमण भन्ने मन्त्र बुवालाई दिनुभएको थियो। बुवा त्यही मन्त्र जपिरहनुहुन्थ्यो जतिखेर पनि। त्यस्तै तँ पनि जे इच्छा छ त्यही गर, जे लाए पनि ला, जे खाए पनि खा, जे गरे पनि गर, तर तुलसी लगाइदे। तँ कसैले भनेको मान्दैनस्, तर मेरो भनाइ एउटा मान्दे, तँ तुलसी लगाइदे भन्नुभयो। र मैले तुलसी धारण गरेँ।